बढी फुर्ती लाउनु पर्दैन क्या, बढी फुर्ती लाउनु पर्दैन। मैले तपाईँलाई भनेकै हो यो आइडी मैले चलाउँछु भन्दा भन्दा तपाईँले किन अनि भिडियो हालेको? म आफै भिडियो हालेर बनाएर हाल्छु भनिरहेको थियो त। तपाईँ किन जान्ने भएर मान्छेको आइडी उ गर्नु पर्यो त? जेसुकै गर्नु, मैले पनि तपाईँको बनाएको छु, म पनि तपाईँको चलाउँछु, तपाईँको बुढी पनि मसँग एड छ के अरे, भइहाल्यो नि। तपाईँको फोटो हालेर मैले पनि नयाँ अशोक भनेर बनाएको छु, थाहा छैन। मलाई त छोडे, मेरै बुढाले छोड्ला। ल ठिकै छ, तपाईँको कारणले छोड्यो भने पनि ल, अब के गर्नु त, अब भिडियो देखेरै छोडेछ, मेरै गल्तीले गर्दा छोड्यो भन्न। तपाईँको त छोरा छ, छोरी छ, बुढी फेरि रुएर त्यस्तै के गर्नु। अब मैले तपाईँलाई नहाल्नु भन्दा हाल्नु जतिखेर पनि भनेकै मान्नु, अब के गर्नु। मैले अहिले ड्युटीमा छु, पछि कुरा गरौँला यसको बारेमा। धेरै निस्किएको त्यस्तो काम नगर्नु होला है, मेरो आफन्तहरू टन्नै हुनुहुन्छ नि, फेरि मैले तपाईँको टाउको फुटाउनु नपरोस् नि। म आफै हाल्छु, मलाई हाल्न परेछ भने। बुझ्नुभयो कि नै? पर्दैन, चाहिने होस् या नचाहिने होस्, फेरि म त डिलिट गरिहाल्छु नि। मलाई रिस नउठाउनु धेरै, त्यहाँनिर हाल्ने होइन भनेपछि